अफर न्यू गाडी आइसक्यो होइन। यसो मिलाएर चाहिँ न्यू गाडी आइसक्यो। लसुन अनि यताउता होम डेलिभरी गर्नलाई होइन। फाइनली अनि सबै धुलाउन सोलाउन गर्नलाई सबैलाई काम लाग्ने गाडी आइसक्यो। अनि यसको प्राइस भन्नुपर्दा 50,000 मा रेडी भइसक्यो होइन। डराइल हेर्नुहोस् पछाडि अनि ट्याक्क काँच साँच छ अगाडि अनि माथि चाहिँ ट्याक्क पारेर शीतलको छाया उसको लागि शीतल बनाउनलाई माथि उसु हालिरहेको छ होइन। यसो मिलाएर हाम्रो साउले त नयाँ बनाएर ल्याइसक्यो। अब तपाईँहरूले पनि यसो मिलाएर चाहिँ बनाउन चाहनुहुन्छ भनेपछि होइन 40बाट 50,000 मा खर्चमा अनि ट्याक्क बन्छ। सबै राम्रो कुरा छ। सब चलाउनलाई पनि सहज 4-5 अनि यसो मिलाएर टायर सायर भन्नुपर्दा 4वटा लाग्छ होइन। बाइकबाट बनेको अनि यसो मिलाएर चट्ट राम्रो छ है गाडी राम्रो। अनि कसैलाई अफर चाहिन्छ भने यसो मिलाएर चाहिँ भनौँ है। अनि यसो पारेर मिलाएर अनि सबै कुरा चल्छ राम्रो होइन। तपाईँको पुरानो बाइकबाट पनि बन्द रहेछ क्या यो खास भन्नुपर्दा। अनि यति सस्तो छ क्या इन्डियामा। अनि पुरानो बाइकबाट पनि यस्तो गाडी बनाउन मिल्दो रहेछ क्या यस्तो व्यवस्थित होइन। यताउता किसानहरूले पनि गरी खानलाई चाहिँ एकदम सहज हुने रहेछ क्या यहाँ त। अनि त्यही भएर त इन्डिया भन्छन् होइन। अनि त्यही भएर सस्तो सस्तो गाडीहरू मिल्छ। अब नेपालका कुरा गरौँ भने यस्तै गाडी बनाउनलाई नै 4 लाख पर्छ होला। अब त्यो के भन्छन् सिटी रिक्सा हुन्छ यस्तै यस्तै खाले अनि 3 लाख 2 लाख 1.5 लाख 2.5 लाख 3 लाख भन्छन्। अब के गर्ने बस्ने त खास गरेर इन्डिया यो जन्म मार्दै नेपाल लगियो गाई छैन के गर्ने गाह्रो छ हौ।